सो साथीहरु आजको दिन हामी रोपाइ छ रोपेको भिडियो तपाईलाई छोटो छोटो क्लिपहरु देखाउने छौं जाउँ कहाँ बेसीतिरको भिडियो लेट्स गो ल साथीहरु जाउँ बेसीतिर र साथीहरु पहाडी क्षेत्रमा चाहिँ कस्तो सिस्टम हुन्छ भने तराई जस्तो हुन्न यहाँ बारी हुँदै चाहिँ मकैहरु टन्न रोपेको हुन्छ छरिएको हुन्छ र यत्रो भइसकेको छ मकैहरु र हामी जान्छौं तल बेसीमा चाहिँ धान रोप्न र यहाँ त माथि पानी नपुगेर होला सायद यहाँ बारी हो के हो यहाँ चाहिँ मकै रोपिन्छ यहाँ कत्रो भइरहेछ मकै बारी डर्याम डर्याम साथी कस्तो खेल्यो माया जति सम्झे त्यति बिझाउँछ हृदयको छाया मायाले चोखो राखे तिमीलाई सम्झेर सो यो बाटो अप्ठ्यारो भएको हुनाले मैले भिडियो बनाइन बाटो यहाँ बाटोमा हिँडेको सो बेसिकै मात्रै तपाईलाई देखाउने छु अघिल्लो भिडियोमा पनि त्यति राम्रो देखाइन बाटो जे होस् यस्तो डेन्जर छ बाटोहरु चिप्ले लडिन्छ कि भन्ने टेन्सन के त्यो भएर भिडियो बनाइन मैले बाटोमा हिँडेको चाहिँ ल त साथीहरु बेसीको छोटो छोटो भिडियोहरु तपाईलाई शेयर गर्नेछु ल हामी आइपुग्यौं यो चाहिँ ठाउँलाई चाहिँ बिसाउने यानि कि लिम्बू भाषामा यहाँ लुङथरे भन्दो रहेछ सो यहाँ बिसाएर आराम गर्ने या त यो बसेर तल बेसीमा कराउन सकिन्थ्यो हैन है यसलाई भन्छ लुङथरे लिम्बू भाषाबाट सो हामी जाँदैछौँ अहिले एकदम क्यामेरा चाहिँ हलिन्छ माइन्ड नगर्नु ल ठुलो बाटो आइपुग्यो माया बसेछ म भन्दिन्दा सबै खोल्साको आफ्नो नाम हुन्छ सो यो खोल्साको नाम चाहिँ खारे खोल्सा भन्दो रहेछ सो हेर्नु खारे खोल्सा र साथीहरु हामी लगभग बेसीको आसपास आइपुग्यौं म साइडमा छु हामी जानु पल्लोपट्टि हो सो जाँदैछौँ हामी अहिले हाम्रो खेतमा चाहिँ पुगेको छैन जस यसलाई पनि बेसी नै भनिन्छ बेसीको झलक हेर्नुहोस् है बेसी खेतमा लगभग 50% चाहिँ सबैले धान रोपिसकेका छन् बाँकी 50% होला ल दामादुम यता चाहिँ ल अहिले चाहिँ हाम्रो खाजा त हैन यो खाना हो बेसीमा फुपा काम गर्दै हुनुहुन्थ्यो फुपा कस्तो छ रोपाई ए हिलाउँदै चलिरहेछ हजुर पानी अलिक कम्ती छ हो ओहो ल यहाँ चाहिँ गोरु जोताइ हुँदैछ दामादुम दाइ दामादुम हुनुहुन्छ दाइ ल कस्तो छ रोपाई ए हिलाइ दाइ ल कागहरू पनि टन्न आएको छ यो हाइड्रोको पाइप सो यहाँबाट सर लगेर तल पुर्याएको छ
र साइडमा धान रोपिसकेको छ हेर्नुहोस् त छोई तिमलाई भुल गरेछु भुल भएन म भन्दिन्दा सम्झेथे फुल तिमीलाई कारणै हौ म भन्दिन्दा माया बिर्साउँदा तिमीलाई ल हाम्रो गोठमा आइपुग्यौँ यो चाहिँ हाम्रो गोठ तिम्रो वचनले बिझाएन म भन्दिन्दा उस तलको चाहिँ नेचुरल स्विमिङ पुल यानि पुवामाई खोला आजको गोरु यही हो ल हेर्नुहोस् त सट्टै हलो यहाँ छ भने यहाँद्वारा मिसिन ल पहिले बिउ उखाल्ने कार्यक्रम हुँदैछ ल यो त हिलो खेल्नु थालेछ ल यस्तो सानो सानो खल्लामा हामीले आफैले खन्ने हो ठुलोमा चाहिँ यस्तै हो सानो सानो खल्लामा चाहिँ हामीले जोत्ने हो हामीले आफैले खन्ने हो ल सानो बच्चाले खन्दैछ हेर्नुहोस् त सम्झेथे फुल तिमीलाई काँडा नै हौ म भन्दिन्दा माया बिर्साउँदा तिमीलाई तिम्रो वचनले बिझाएन म भन्दिन्दा के गरेको खेलेको पुलोमा खोला पनि देखाउनु खोला भन्दिन म भन्दिन्दा
यो चाहिँ सुँगुरको मासु यस भोलि रोपाइमा चाहिँ सेप्रेका नै हुने रहेछ होला चल दाजु यस्तै हो लोभाले एउटा मासु यता लडाउँदै उता लडाउँदै भात खाइसक्यो क्या हो गल्ती रहेछ यो मनको माया बसेछ म भन्दिन छोई तिमीलाई भुल गरेछु भुल भएन म भन्दिन सम्झेथे फुल तिमी ल आजको खेती चाहिँ मैजारो भएको यहाँलाई जानकारी गराउँदछु भन्दिन माया बिसाउँदा तिमीलाई तिम्रो वचनले बिजाएन म भन्दिन ल त साथीहरू खेती पनि सकियो मैजारो भयो हामी चाहिँ लाग्यौँ अब घरतिर